29 अप्रिल 2026 को बिहान 4 बजीको भिडियो। यो मेरो गाउँदेखिको दार्जिलिङ देख्दैछ यहाँनिर। हुन्छ भाइ, बाहिरको फास्ट फुड है कति दिन खानु पर्ने अब? टिमहरू कसैको बहिनीहरू चाहिँ फर्किन्छ। म छेमा आरत्ना बहिनी चाहिँ आज हामी भेलोर गएको। आजको हाम्रो यात्रा, आज हामी बागडोग्रा एयरपोर्ट जाँदैछौँ। आज यहाँदेखि उता हाम्रो 3 जनाको हुन्छ आजको यात्रा। बोर्डिङ सकेर यहाँ वेटिङमा बसिरहेको छौँ। हामी चाहिँ नमस्कार, कृपया ध्यान दीजिए विशेष सूचना दी जाती है। मिस्टर मिजानुर रहमान, मिस्टर बादशाह आली, मिस्टर पवित्र देवी कौल, मिस लीला माया भट्टारी, शेख अब चाहिँ हामी प्लेनमा चढिसकेको छौँ। अब सायद अब उठ्नु आँटेको छ यहाँबाट। कलकत्ता एयरपोर्ट। सीएमसी भेलोर कितना किलोमीटर? 130 किलोमीटर। कितना घंटा में कवर करेगा? 3 घंटा। 130 किलोमीटर प्लेनमा भएर मात्रै हो। हिलमा भए त हैछमा सिलगढी भन्दा पनि टाढा नि। अब चाहिँ हामी एयरपोर्टदेखि निस्किएको सीएमसी भेलोर जाँदैछौँ यहाँबाट चेन्नई एयरपोर्टदेखि। अब यहाँदेखिको 3 घन्टाको बाटो छ भन्छ मोटामोटी। 5, 6, 7, 8 बजी पुग्ने रहेछौँ। र भोलि चाहिँ हाम्रो डक्टरको एपोइन्टमेन्ट भोलि 11:30 छ। भोलिदेखि चाहिँ डक्टर चेकअपमा निस्कन्छौँ हामी।
मोटामोटी यहाँ त्यस्तो गरम पनि छैन रहेछ अहिले 35 डिग्री सेल्सियस मात्रै रहेछ हामी बस्तीदेखि यता रानीपेट नि 70 होइन हजुर आधी घन्टामै पुग्छ आधी घन्टामा है अन्त हामी त दार्जिलिङ 27 कि कति किलोमिटर है यो जग्गाको नाम चाहिँ थाहा भएन तर हामी आज जग्गामा आएर बाटोमा चिया पिउँदैछौँ दिस प्लेसको नाम श्री पेरम्बतूर स्ट्रिप पेरम्बतो मतलब स्टिम पेरम्बतो यो ठाउँको नाउँ भन्दैछ त्यो थाहा भएन हामी यहाँ आएर चिया पियौँ हो अब यहाँदेखि सिएमसी भेलर जाँदैछौँ स्टिम पेरम्बतो ल भयो अब भने चाहिँ सारथी नगर पनि आइपुग्यो आजको यता बसाइ यतै होला